दैत्य कुलमा जन्म लिएका छौ। अब तिम्रो सोच पनि तिम्रो व्यवहार पनि ती दैत्य जस्तो हुनुपर्छ पुत्र, बुझ्यौ होइन? बुझेको छु पिताश्री। तिमी यतिका ठुलो भएछौ, अब तिमीले दैत्य शिक्षा हासिल गर्नुपर्छ पुत्र। तरबार कसरी चलाउने, मान्छे कसरी काट्ने, मान्छेलाई पीडा कसरी दिने र यो सम्पूर्ण ब्रह्माण्डलाई कसरी त्रास फैलाउने, यस्ता दैत्य शिक्षा अब तिमीले सिक्नुपर्छ पुत्र, बुझ्यौ होइन? बुझेँ पिताश्री। अरे सैनिक, आज्ञा होस् महाराज। मेरो राज्यमा शुक्राचार्य गुरु त हुनुहुन्न हो महाराज। यो समयमा शुक्राचार्यका दुवै पुत्र सण्ड र मर्क मध्ये कुनै एकलाई यहाँ उपस्थित गराउँछ। अवश्य पनि महाराज, म तुरुन्त